ल गाइस आजको यात्रा हाम्रो यहाँबाट सुरु हुनेछ हाम्रो यात्रा चाहिँ हेलो गाइस यात्रा चाहिँ यात्रा छ यताबाट क्रिस्ती पनि जान सकिन्छ साथीहरू यताबाट भ्यू टावर पनि जान सकिन्छ जाने बाटो चाहिँ यहीबाट हो यहाँ यता देख्न सक्नुहुन्छ यहाँ हो त्यही हो भनेको 4-5 सेकेन्ड मात्रै क्लिक गर ल हेलो गाइस स्वागत छ यसको ब्लगमा आज फेरि अब नयाँ दिन नयाँ सुरुवात भइसकेको छ हैन हामी चाहिँ अब नयाँ डेस्टिनेसनको लागि हिँडिसकेका छौँ हाल फिलहाल अहिले हामी कुन ठाउँमा छौँ त थाहा हैन तर चाहिँ हामी यसो राम्रो दृश्यहरू देखेर चाहिँ रोकिरहेका छौँ देख्न सक्नुहुन्छ यहाँ माथि चाहिँ हजुरको शिवजीको मूर्ति भयो यतातिर यहीँ चाँदनी गुम्बा भयो अब यहाँबाट चाहिँ यस्तो देखिन्छ देख्न सक्नुहुन्छ साथीहरू फिलहाल अहिले बाटोमा भेटौँला है त गाइस साथीहरू फिलहाल अब हामी अलि माथितिर आइसकेका छौँ होइन अहिलेसम्म पुग्न त पुगेको छैन हामी जहाँ लगाएको चाहिँ त्यही देखाइदेऊ त क्यामराम्यान यता देखाइदिएन यता यहाँ हामी जहाँ लागेको हो यताबाट यता पनि अगाडि घुम्ने ठाउँ अनि यतातिरको भ्यू देखाउन नसक्नुहुन्छ हजुरले यो चाहिँ पोखरा सिटी भएको हेरेर एयरपोर्टदेखि लिएर अग्राम बग्राम सब देखिन्छ यता पोखरा भयो यतातिर डाँडाहरू छ अहिले हिमाल आज फेरि मौसम राम्रो भएको कारणले गर्दा बिहान अलिअलि पानी परेर मौसम चाहिँ खुलेको भएर चाहिँ यतातिर हिमालहरू पनि राम्रो देखिरहेको छ देख्न सक्नुहुन्छ हामी चाहिँ अब यहाँ अलि पुग्न लाग्छ ल अब 5-10 मिनटमा चाहिँ हामी माथि पुग्छौँ अब फिलहाल अब त्यही माथि गएर भेटौँला है त गाइस ल भिडियो गर्ने भइरहेको भिडियो भइरहेको खाला नि अहिले अब साथीहरू हामी लोकेसनमा चाहिँ आइसकेका छौँ यहाँ चाहिँ टावर भएको हेरेर देख्न सक्नुहुन्छ यहाँ बोट भयो यतातिरको लोकेसन यतातिर छ पछाडिको भ्यू देख्दा यस्तो छ यसो छ साथीहरू अब फिलहाल आएछ मिठो हावामा हामीले यहाँको मजा लिइरहेछौँ अहिले अब एकछिन यसो घुमफिर गरेर त्यहाँपछि टावरतिर जाने हो पहिला चिया खाएर त्यहाँपछि टावरतिर जाने गाइस ठिकै छ अब माथितिर भेटौँला है त ल चियापान गरेर अब माथितिर जान लाग्छ टावर जान लागेको के अरे टावरमा चाहिँ अब
टावर चाहिँ बन्द छ अरे, चाबी छैन, दूरबिन थियो अरे, दूरबिन नि नरहेछ। अब यतातिरको भ्यू अब माथि जाने हो। त्यो देख्न सक्नुहुन्छ अब आज दामी छ मौसम है, पुरै क्लियर छ। हो नि त साथी, चराहरू हिँडिरहेछ बाटोमा, हामी चाहिँ हिँडिरहेको छौँ। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ अभियान, यहाँको चलाएको अभियान हो। धेरै दिनपछि पहिला नि एकचोटि आएको हो, अनि पिकनिक खाना आएको, त्यहाँपछिको अनि मलाई आज आएको लगभग 4-5 वर्षपछि। रमाइलो चलियोस् ल त साथीहरू। फिलहाल अब हामी टावर पुग्न लागिसकेका छौँ, देख्न सक्नुहुन्छ। काठै टाढो त छैन, नजिकै छ, तर पनि यहाँ माथि जानु चाहिँ अब मिलेन के अरे, किनकि चाबी छैन हामीसँग। बाहिर नै वरिपरि घुम्नुला हुनु पर्ला। यहाँको दृश्य हजुरहरूलाई देखाउँछु मैले। ल साथीहरू, फिलहाल हामी यहाँ आइसकेका छौँ। मट्टी खानको भ्यू टावर भनेको यो देख्न सक्नुहुन्छ। यहाँबाट देखिने दृश्यहरू कस्तो हुन्छ, कहाँ के हुन्छ भने देखाउन चाहन्छु होइन। पहिला यताबाट स्टार्ट गरौँ। यहाँबाट टक्क हिमालहरू, पहाडहरू सब देखिन्छ। अनि यतातिरबाट चाहिँ नारा पहाडहरू पुरै देखिन्छ, हुन्छ। ठ्याक्कै यो बिचमा छ, साइडमा चाहिँ दुईतिर पहाड डाँडा पाउँछ है। आनन्द लिनु होला कृपया। ल साथीहरू, एकछिन हामीले अब फोटो सुट गऱ्यौँ होइन, टिकटक बनायौँ। त्यहाँपछि अब हामी चाहिँ यतातिर जान लाग्छौँ, देख्न सक्नुहुन्छ। यो चाहिँ पानी ट्याङ्की भयो। यहाँ चाहिँ अब साथी जाँदैछ, म नि जाँदैछु। बाटो देख्न सक्नुहुन्छ यस्तो छ, त्यस्तै छ। अब यतातिर अब आइसकेपछि अब नेचुरल भनिरहेको छ साथीले अघि नै। यतातिर आइसकेपछि अब नेचुरल भाइब्स लिनु पऱ्यो नि त फेरि। त्यो नेचुरल भाइब्सको लागि चाहिँ हाम्रो पनि सामानहरू सब यतातिर छ। अब खासै मान्छे त नआउला, त्यही पनि फेरि जाने बेलामा फेरि के भएन भने के लिएर जाने, कस्तो लिएर जाने भन्ने कुरो। बाइक चाहिँ तल राखेको छौँ हामीले, त्यहाँ मन्दिर नै छ त्यहाँ चोकमै, अनि त्यतातिर राखेको छौँ। अहिले चाहिँ हामी यहाँ हिँडिरहेको छौँ चियापानी गरेर, यस्तै छ। अब यतातिर चाहिँ स्याङ्जा के पर्छ यतातिर परेको अरे। अनि फेरि आज फेरि घाम नि यति बेला अब खास बिहानी आउने भन्ने थियो, तर फेरि बिहान 4-5 बजी नै फोन गरेको थियो साथी। फेरि पानी परेको जस्तो लाग्यो, के हो भएर अनि आउनै पाएन। अनि ढिलो निस्केको 5-6 बजी आएँ। बाटो फेरि त्यस्तै छोडेबाट 7 किलोमिटर भनेको, बाटो पुरै अफरोड भएर गाह्रो पऱ्यो। हामी त आइसकेका छौँ, देख्न सक्नुहुन्छ। वाउ, मिठो छ। 360 भएको दामी हिँड्दै यहाँ चाहिँ मट्टी खानको बस्ती देख्न सक्नुहुन्छ। अच्छा, त्यो टावर अलिकता मात्रै देखेको छ, टावर यहाँबाट यस्तो छ यहाँको भ्यू। त साथीहरू, फिलहाल हामी अब फोटो टिकटक बनाएर चाहिँ नयाँ भिडियोको नयाँ भनौँ न, नयाँ अलि युनिक तरिकाले गरेर हामी यहाँबाट निस्किसकेका छौँ। हेर्न सक्नुहुन्छ यहाँको भिड चाहिँ यस्तो छ यहाँको। अब हामी चाहिँ यतातिर जान लाग्छौँ हाल फिलहालको लागि। यस्तै छ साथीभाइहरू, लास्ट घाम ठ्याक्कै सिधै पर्ने भयो र लास्ट पसिना भइसकेको छ। अब हामी यहाँ आधी घन्टा जति बस्यो होला, आधी घन्टामा पसिना भइसकेको छ पुरै। साथी चाहिँ माथि गइसकेको छ, देख्न सक्नुहुन्छ टावरमा, भ्यू टावरमा। म चाहिँ जाँदैछु हाल फिलहालको लागि। अब यहाँबाट हामी चाहिँ एउटा नेक्स्ट लोकेसनमा, मट्टी खानकै नेक्स्ट लोकेसनमा जान लाग्छौँ। त्यहाँ पछिबाट अनि अर्को केही छ भने जाने, नत्र चाहिँ यहाँबाट फर्किने तयारी गर्दैछौँ क्या हाल फिलहालको लागि।
अहिले चाहिँ हामी भ्यू टावरमा आइसकेका छौँ, देख्न सक्नुहुन्छ। ओ कागज अब चाहिँ हामी यतातिर जानेछौँ। लोकेसन नेक्स्ट लोकेसन यहाँ भयो। बाटो चाहिँ यही भयो के अरे, देख्न सक्नुहुन्छ। केटो त हिँडिसकेर चाहिँ हेलमेट बोकेर। र साथीहरू फिलहाल अब तल गएर बाइकै लिएर जाने होला, किनकि अब जाने बेलामा यही बाटो जाने हो के अरे, बाइकै लिएर गएर। अब फिलहाल तल उता गएर भेटौँला त गाइज। ल अब साथीहरू फिलहाल हामी उता टावरबाट घुमेर भ्यू टावरबाट घुमेर अब मन्दिरतिर जान्ला छौँ। बाइक चाहिँ यहाँ पार्किङ गर्दैछौँ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ तेरो भयो, यहाँ चाहिँ मिठो होटेल छ, होटेल रेस्टुरेन्ट आउन सक्नुहुन्छ, भिजिट गर्न सक्नुहुन्छ, राम्रो छ। अब बाटो चाहिँ यहाँ मन्दिर जाने बाटो चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ ठ्याक्कै पारि चाहिँ भ्यू टावर भयो। हामी त्यहाँ गएर अनि घुमेर फेरि यतातिर आएको छौँ। अब यस्तै छ, चलिरहेको छ, हिँडिरहेको छु होइन, डुलिरहेको छु, घुमिरहेको छु। त्यही छ अब जिन्दगीमा, के नै छ र अब बाइक। यहाँ चाहिँ खासै मान्छे नआउँदो रहेछ क्या, पुरै झारी भएर रहेछ। त्यही छ मेरो, त्यही छ। यतातिर के गाउँ हो, के हो, कस्तो हो केही थाहा छैन हामीलाई। सब अब चिनेको भनेको त्यही भ्यू टावर भयो, त्यहाँ मन्दिर भयो। पछिचोटि आउँदाखेरि मन्दिर गएको थिएन, त्यही भएर अहिले आएको हो। हेरौँ के रहेछ, कस्तो रहेछ हेरौँ, अनि हजुरलाई देखाउँछु। ल 5 मिनट लाग्दो रहेछ क्या। ल साथी माथि गएर भेटौँला है त। ल साथीहरू फिलहाल हामी अब माथि पुग्न लाग्छौँ। यहाँबाट चाहिँ यस्तो देखिन्छ। यो चाहिँ हामी पहिला गएको ठाउँ भयो यतातिर। अब अघि यतातिर गयौँ, बाटो यताबाट आएर यताबाट यो हामी हिँड्ने अघि आएको बाटो भयो। लास्ट अपरोड छ, मन्दिर चाहिँ यहीँ छ। हिँड्दा गर्दा गर्मी पनि छ। ल त साथीहरू फिलहाल म आइसकेको छु होइन, देख्न सक्नुहुन्छ। यहाँ मन्दिर भयो, बट्टी खानको मन्दिर। दामी देख्दो रहेछ। यो चाहिँ भ्यू टावर, यहाँबाट चाहिँ यस्तो देखिन्छ। ल साथीहरू हामीले अक्ला मन्दिर भिजिट गरिसकेका छौँ। अब अर्को मन्दिर यही नजिकैको अर्को मन्दिरमा भिजिट गर्न आएको छौँ, देख्न सक्नुहुन्छ। पुरै ढोका त लाग्छ क्या, जानु त मिल्दैन। कालीकोट मन्दिर हो। साथीहरू गेट अब यो भयो, देख्न सक्नुहुन्छ। हामी कालीकोट मन्दिरमा आएको छ। मैले अकला देवी मन्दिर भिजिट गरेर दर्शन गरेर अब यता कालीकोट मन्दिरमा दर्शन गर्छौँ। फिलहाल अब अहिले चाहिँ यहाँबाट देखिने भ्यू कस्तो देखिन्छ त भनेर देखाउन लाग्छु हजुरहरूलाई। राम्रोसँग हेरिदिनु होला, देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ यस्तो देखिन्छ। गाउँहरू यता भयो, यता चाहिँ टावर भयो। यहाँ चाहिँ सबै सुविधा रहेछ, बस्ने कुर्सीदेखि लिएर सबै छ। मिठो छारिन्छ, यस्तो शीतल हावा आउने। मन्दिर चाहिँ यही भयो अरे, ढोकै बन्दो रहेछ नि त साथीहरू।
यताबाट चाहिँ यसरी देखिन्छ भ्यू सरर चौतारीमा बर पिपल दामी रहेछ क्या ठाउँ तर यहाँको हिमान छ कि बादलहरू भर्खरै यताबाट घुम्दै आएको छ यहाँबाट सिनहरू स्वर्गको अप्सरा भने जस्तै ठाउँ रहेछ ल साथीहरू फिलहाल अब हामी मन्दिर भिजिट गरिसकेछौँ होइन हेर्न सक्नुहुन्छ मन्दिर भिजिट गरेर फेरि त्यहाँ कोही अब नभएको कारणले चुकुला थियो चुकुलाएर नि अब भिजिट गरेर अब हामी फर्किन लाग्छौँ के होइन अब आजको भिडियो के कस्तो लाउँछ सबैले हेरिदिनु होला अनि सबैले हेरेर सपोर्ट गरिदिनु होला अनि कमेन्ट छोडिदिनु होला लाइक सब्सक्राइब गर्नु होला अब यति भन्दै आजको भिडियो यही गर्न चाहन्छु आई होप सबैलाई इन्जोय लाग्छ होला भिडियो है त गाइज